8 क्लास पढेको प्रधानमन्त्री, 7 क्लास पढेको अर्थमन्त्री, 10 क्लास पढेको शिक्षा मन्त्री, अनि देशमा केही हुन्छ भनेर मान्छे बसिरहेछन्। किन पढ्नु पर्दैन त्यसो भने? सबभन्दा बढी राजाले मन्त्री बनाएको त भेखेबहादुर थापालाई त होला। यो देशको समस्या नै राजतन्त्र हो भन्ने त्यसको सार छ। तर यो भनेपछि जम्मैलाई रिस उठ्छ, कोही पनि खुसी हुँदैन। खालि मैले चाहिँ किन भनिदिन्छु भने कोही पनि रिसाएर मेरो लागि केही पनि फरक पर्दैन, किनभने मैले 70 वर्ष बाँचिसकेँ। अब त मलाई यहाँ रहनुभन्दा जानमै कल्याण छ। बागमती सफाई गर्ने भनेर 74 अरब उडाइसके यिनीहरूले। तर हेर्नु त बागमतीको अवस्था कस्तो छ अहिले। म कहिलेकाहीँ डाक्टर लोहनीलाई सम्झिन्छु, क्या त्यत्रो अमेरिका पढेर आउनुभयो, अर्थमन्त्री हुनुभयो, आवास मन्त्री हुनुभयो। डाक्टर साहब हाम्रो बागमतीको अवस्था किन यस्तो रहेको होला भनेर सोध्न मन लाग्छ क्या मलाई। बारिश आउनुहुन्छ कि फेरि डर पनि लाग्नुहुन्छ, बाहिरबाट यस्तो हमला हुँदो रहेछ। त्यसकारण यो मुलुकको चाहिँ निर्माण जरुरी रहेछ। यसलाई एउटा शक्ति राष्ट्रको रूपमा हामीले राख्न सकेनौँ भने हाम्रो भाग्य र भविष्य नबन्ने रहेछ भन्ने चेतना पृथ्वीनारायण शाहले त्यहाँ प्राप्त भयो।